सम्पूर्ण हेल्दी लिभिङ परिवारलाई नमस्कार। आज चाहिँ मैले हेल्दी लिभिङ नेपाल प्रणालीमा चाहिँ कस्तो कस्तो प्रोडक्टहरू पाइन्छ, कस्तो सामान पाइन्छ भनेर फाइल फोल्डर यहाँहरू समक्ष राख्न गइरहेको छु। सर्वप्रथम त लाइफ टाइम बिजनेस अपर्च्युनिटी यो एउटा हामीले हाम्रै दैनिक उपभोग्य सामानहरू प्रयोग गर्दै गर्दै हामी नथपाउँदो पारामा हामी भित्रै तरिकाले एउटा व्यवसायी बन्न हामी सफल भइसकेको छौँ र यसको मूल मन्त्र रहेको छ तपाईँको सफलता नै हाम्रो सफलता भन्ने मूल मन्त्र रहेको छ। यसमा विभिन्न खालका प्रोडक्टहरू पाइन्छन्। जस्तै हाम्रो चाहिँ एउटा यो बिजनेस अपर्च्युनिटी पनि रहेको छ। हाम्रा सपनाहरू सबैको सपना छ रुपैयाँ कमाउने, घर बनाउने, सपनाको गाडी गर्ने, विदेश यात्रा गर्ने, समयको स्वतन्त्रता, मान सम्मान, स्वास्थ्य सम्बन्धी हामी सबैको चाहना छ। तर यो हामीले चाहँदा चाहँदै पनि हामी धेरै जस्तो मान्छेहरूले यो पुरा गर्न सकेको हुँदैनौँ। त्यसैले एउटा यो हेल्दी लिभिङ नेपाल प्लेटफर्ममा चाहिँ यस्तो अपर्च्युनिटी छ। यदि यसमा काम गरियो भने यी सबै कुरा हामी प्राप्त गर्न चाहिँ सक्छौँ। त्यसै गरेर अरू रहेको छ र हाम्रो यो विभिन्न समयअनुसारको टाइम अनुसारको चाहिँ हाम्रो यो जेनेरेसनहरू र प्रविधिहरू हाम्रो फेरिँदै आएको छन् र विभिन्न क्रान्तिहरू चाहिँ आउँदै गएको छन् र 1950मा भने प्लास्टिकको क्रान्ति थियो र त्यसपछि 1960मा तेलहरू आउन थाल्यो। त्यसपछि अटोमोबाइल्सहरू आउन थाल्यो अनि एग्रिकल्चरमा आधुनिकीकरण आउन थाल्यो अनि कम्प्युटर आउन थाल्यो 1990तिर अनि इन्टरनेट 2000तिर आउन थाल्यो भने आइटी कमर्स 2010तिर आउन थाल्यो भने अहिले चाहिँ डाइरेक्ट सेलिङ आएको छ। अहिले साथीहरू हाम्रो वर्क फ्रम होम भन्ने पनि एउटा मूल मन्त्र चलिसकेको छ। अहिले मान्छेहरू सबै एउटै कोठामा बसेर विभिन्न आय आर्जन गर्न र विभिन्न सामानहरू प्राप्त गर्न सक्छन् र अहिलेको समयअनुसार यो डाइरेक्ट सेलिङ एकदमै यसले तीव्र रूप लिइरहेको छ र डाइरेक्ट सेलिङ एकदम महत्त्वपूर्ण रहेको छ र डाइरेक्ट सेलिङमा चाहिँ हामीले आफ्नै एउटै रुमबाट एउटै ल्यापटपबाट पनि आफ्नो व्यवसायलाई ग्रो गर्न सक्छौँ। यो डाइरेक्ट सेलिङ भनेको अहिलेको नयाँ भिजन र नयाँ मिसन चाहिँ होइन। यो भनेको 1876बाटै सुरु भइसकेको थियो। अमेरिकाबाट एकजना महिलाले चाहिँ आफूले पर्फ्युम उत्पादन गरेर कसैलाई घर घरमा बेच्दै बेच्दै जाँदाखेरि कस्तो हुँदो रहेछ भनेर एकजना महिलाले चाहिँ त्यो भिजनलाई टार्गेट गरेर उसले पर्फ्युम आफ्नो कम्पनीमा उत्पादन गरेर चाहिँ सम्पूर्ण घर घरमा लगेर दिएको उदाहरणहरू छन् र त्यसैमा आधार र त्यसैको अनुसन्धान गर्दै गर्दै यो डाइरेक्ट सेलिङको विकसित रूप हुँदै आएको छ। र अर्को छ हाम्रो इन्कमहरू रहेका हुन्छन्। एउटा प्यासिभ इन्कम रहेको हुन्छ, एउटा एक्टिभ इन्कम रहेको हुन्छ। एक्टिभ इन्कममा जस्तै हामी इम्प्लोइहरू हुन्छौँ, हाम्रो सीमित स्यालेरीहरू तोकिएको हुन्छ, हामीले काम गर्नै पर्ने हुन्छ भने प्यासिभ इन्कममा चाहिँ हामीले सर्टेन टाइम सर्टेन सिस्टमले सर्टेन टाइम हामी आफूले काम गर्नुपर्छ भने अरू सर्टेन टाइम चाहिँ सिस्टमले आफै अटोमेटिक काम दिनरात गरेर गरिराखेको हुन्छ, त्यसको समस्या हुँदैन। अनि अहिलेको यो समयमा हाम्रो चाहिँ डाइरेक्ट सेलिङ कम्पनी चाहिँ एकदम यो विश्व स्तरमा र विश्व वर्ल्ड वाइड हेर्दाखेरि पनि यसको स्तर उन्नति भइरहेको र विभिन्न उसमा भइरहेको बढिरहेको प्रगतितिर गइरहेको देखिन्छ र यसमा चाहिँ संस्थापक रहेका छन्। हेल्दी लिभिङ नेपाल यो लोकल स्थानीय भाषा हो। यसको ब्रान्ड चाहिँ भेस्टिज भनेर चिनिन्छ भने इन्डियामा चाहिँ यो 2004 सालमा स्थापना भएको हो भने नेपालमा चाहिँ 2077 सालमा स्थापना भएको छ र यो नेपालमा स्थापना हुँदाखेरि चाहिँ यो कतिपयको गुनासोहरू कन्फ्युजनहरू छ। यो आधिकारिक रूपमा दर्ता भएको छ कि छैन, यसले अथोराइज पाएको छ कि छैन भनेर यसले सबै आधिकारिक डकुमेन्टहरू र आधिकारिक स्वीकृति पाइसकेको छ र सरकारले पनि डाइरेक्ट बिक्री वितरण सम्बन्धी नेपालको संविधानको अनुसार डाइरेक्ट बिक्री वितरण सम्बन्धी ऐन ल्याइसकेको छ। त्यही ऐनको प्रावधानमा बसेर यो कम्पनी सुरु भइरहेको छ अनि यसको मूल मन्त्र रहेको छ तपाईँको सफलता नै हाम्रो सफलता हो भन्ने। यसलाई चाहिँ स्वास्थ्य र समृद्धिले यसलाई विशेष ध्यान दिएको हुन्छ र कम्पनीको प्रोफाइलहरू रहेको छ।
यो जुन चाहिँ यहाँ कम्पनी दर्ता भएको डकुमेन्टहरू रहेका छन् विभिन्न किसिमका आधिकारिक रूपमा डकुमेन्टहरू ऐनहरू यसको वेबसाइटमा पनि धेरै कुराहरू रहेको छ। यसको मिसन चाहिँ के रहेको छ भने सर्वसाधारण मानिसलाई आर्थिक स्वतन्त्रताको साथमा आफ्नै इच्छाअनुसारको जिन्दगी जिउनका लागि सहयोग गर्ने खालको रहेको छ। कम्पनीको भिजन चाहिँ के रहेको छ भने कम्पनीलाई विश्व स्तरमा पुर्याएर डाइरेक्ट सेलिङ व्यवसायमा बेन्चमार्क कायम गर्नु, यो चाहिँ कम्पनीको भिजन रहेको छ। र नेपालको धेरै यस्तो डाइरेक्ट सेलिङ कम्पनीहरू रहेका छन्, 26 वटा रहेका छन्, जसमध्ये सबभन्दा नम्बर 1 हेल्दी लिभिङ नेपाल प्राली हो, जुन चाहिँ यो ऋणमुक्त पनि कम्पनी हो। यसका आफ्नै चारवटा फ्याक्ट्री रहेका छन्, विभिन्न ठाउँमा धादिङमा रहेका छन् र यसको हेड क्वार्टर चाहिँ काठमाडौँमा रहेको छ। कम्पनीको लक्ष्य चाहिँ के रहेको छ भने हरेक व्यक्ति स्वस्थ रहोस् भन्ने यसको लक्ष्य रहेको छ। हरेक व्यक्तिको हातमा पैसा जाओस् भन्ने यसको लक्ष्य चाहिँ रहेको छ। र अरू हाम्रो यो डकुमेन्टहरू सबै रहेको छ, दर्ताहरू डकुमेन्टहरू। र हाम्रो शरीर चाहिँ यसरी बनेको हुन्छ। विभिन्न हाम्रो 63 खरब भन्दा बढी कोषहरू मिलेर बनेको हुन्छ। पहिला कोष हुन्छ, तन्तु हुँदै अङ्ग हुँदै शरीर हुन्छ। र यस्तो शरीरलाई हामीलाई चाहिने उत्पादन गर्न, यो शरीरलाई चाहिन सक्ने क्षमता, उत्पादन गर्ने क्षमता आफै बनोटमा हुन्छ। तर यो बाहिरी जीवनशैली, खानपान, यो विभिन्न प्रदूषणको कारणले हाम्रो शरीरको ऊर्जाहरू घट्दै गई हाम्रो इम्युनिटी पावरहरू चाहिँ घट्दै जान्छ र विभिन्न रोगहरूबाट हामी सङ्क्रमित ग्रसित कुनै न कुनै रोगबाट पीडित भइरहेका हुन्छौँ। त्यसैलाई मध्यनजर गरेर त्यसको समाधानको लागि यो हेल्दी लिभिङ नेपालले विभिन्न आयुर्वेदिक प्रोडक्टहरू उत्पादन गरेको छ। र हाम्रो शरीरलाई चाहिँ स्वस्थ हावा, स्वस्थ पानी, स्वस्थ खाना चाहिन्छ। कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन्स, मिनरल्स, फ्याट, फाइबर यस्तो खानेकुरा चाहिन्छ। तर हामीले चाहिँ के पाइरहेका हुन्छौँ भने प्रदूषित हावा पाइरहेका हुन्छौँ, प्रदूषित पानी पाइरहेका हुन्छौँ, दूषित पानी पाइरहेका हुन्छन्, मिसावटी पानी हुन्छ। अनि हामीले खानुपर्ने कुरा चाहिँ खाँदैनौँ, नखानुपर्ने कुराहरू चाहिँ बढी हाबी भइरहेको हुन्छ। फास्ट फुडहरू खाइरहेका हुन्छौँ, जङ्क फुड्सहरू खाइरहेका हुन्छौँ। यही कारणले हाम्रो शरीरलाई चाहिँ हामी आफैले हाम्रै हातबाट विभिन्न तरिकाले बिगारिरहेका हुन्छौँ। यो झट्ट देखिँदैन, यसको बिस्तारै बिस्तारै असर पर्दै पर्दै गइरहेको हुन्छ। र यसै गरी अरू रहेका छन् रोग बढ्नुका अन्य कारणहरू पनि रहेका छन्। एउटा हामीलाई तनाव छ, अहिलेको समयमा धेरै नै तनाव रहेको छ साथीहरू। यो द्रुत गतिमा बढिरहेको छ र खेतीमा हानिकारक रसायनहरू हामीले प्रयोग गरिरहेका छौँ। खाद्य उत्पादनमा मिसावट रहेको छ, वातावरण प्रदूषण रहेको छ, खानामा अनियमितता छ, हामी समयमा खान सक्दैनौँ। प्याक गरिएको खानेकुराहरू प्रचलनमा छन्। धेरै हाम्रो जिब्रोको टेस्टको लागि हामीले विभिन्न बाहिरको खानेकुराहरू खान्छौँ। खाना पकाउने तरिकाहरू पनि हाम्रा फरक छन्, अर्ग्यानिक पहिलाको जस्तो छैनन्। खानालाई प्राकृतिक रूपले पनि हामी खान सक्दैनौँ र परिणामहरू चाहिँ के आउँछन् भने यसमा ऊर्जामा कमी, रोग प्रतिरोधात्मक क्षमतामा कमी, इन्द्रियहरूले गर्ने कार्यमा कमी, शरीरको असन्तुलित विकास, उमेरको प्रभाव र अन्य शरीरमा रोग आउँदछन्। यसले चाहिँ हेल्दी लिभिङ नेपालले चाहिँ विशेष गरी स्वास्थ्यमा, सुन्दरतामा, सुख र लामो आयुको लागि यसले विशेष आयुर्वेदिक जन्य सप्लिमेन्टहरू, कस्मेटिक जन्य सामानहरू पनि उत्पादन गरेको छ। अनि पहिलो रहेको छ यो हेल्थ केयर अन्तर्गत रहेको छ स्पाइरुलिना। स्पाइरुलिना भनेको चाहिँ यो जलीय प्रजातिबाट बनेको लेउबाट बनेको हुन्छ, जुनमा चाहिँ हामीलाई दैनिक शरीरको आहार र सन्तुलित भोजनको लागि 46 प्रकारका भिटामिन पाइन्छन्। 46 प्रकारका भिटामिन मध्ये 45 प्रकारको भिटामिन सी बाहेक 45 प्रकारको भिटामिन्स, मिनरल्स, कार्बोहाइड्रेट मिलाएर चाहिँ स्पाइरुलिना बनाइएको छ। यो स्पाइरुलिनाले चाहिँ रोग प्रतिरोधक क्षमतालाई बढाउँछ र मुटु धमनीहरूलाई स्वस्थ राख्दछ, पाचन क्रियामा सहयोग गर्दछ र शरीरलाई नेचुरल तरिकाले सफाइ गर्दछ र विषालु तत्त्वहरूलाई बाहिर निकाल्ने काम गर्दछ, आँखाको ज्योतिलाई बढाउँदछ र राम्रो एन्टिअक्सिडेन्ट सुरक्षाका कारणले क्यान्सरका जोखिमलाई पनि स्पाइरुलिनाले कम गर्दछ। जस्तै 1000 किलोग्राम फलफुल तरकारी मिलाएर खानु र 1 किलोग्राम स्पाइरुलिना खानु बराबर पोषण प्राप्त हुन्छ र बच्चाहरू सम्पूर्ण आहार लाभदायक हुन जान्छ।
त्यसै गरी रहेका छन् स्पाइरुलिनाका पोषण क्षमता प्रोटिन सोयाबिनभन्दा 2 गुणा, अन्डाभन्दा 6 गुणा, दालमा भन्दा 3 गुणा धेरै पाइन्छ। गाईको दुधमा भन्दा 14 गुणा धेरै पोषण क्षमता हुन्छ र यसमा 13 भिटामिन्स, 13 मिनरल्स, 3 प्राकृतिक पिगमेन्टेसन र 4 प्राकृतिक फाइटोन्स अनि 18 एमिनो एसिड पाइन्छ। स्पाइरुलिनालाई भिटामिन बी 12 को सर्वोत्तम स्रोत पनि मानिन्छ। स्पाइरुलिना आइरनको सर्वोत्तम स्रोत हो। पालकको भन्दा 5 देखि 8 गुणा बढी आइरनहरू यसमा पाइन्छन् र स्पाइरुलिना खास किन त अब हामीले किन युज गर्छौँ स्पाइरुलिना हाम्रो किन आवश्यक छ भने नासाद्वारा चाहिँ यो अन्तरिक्ष यात्रीहरूको आदर्श क्याप्सुल आहारको दर्जा लिएको हुन्छ। डब्लुएचओले बच्चाहरूलाई पनि सबैभन्दा सुरक्षित अनि पोषकयुक्त खानाको रूपमा सिफारिस गरिएको छ। खेलाडीहरू तथा धेरै तागत लगाउनु पर्ने व्यक्तिहरूले दिनमा 6 देखि 8 क्याप्सुल चाहिँ यो खान सक्छौँ र हामीले चाहिँ बिहान बेलुका खाना खाइसकेपछि एक एक क्याप्सुल सेवन गर्यो भने हाम्रो स्वास्थ्यलाई चाहिँ सुरक्षित राख्न सक्दछ। अर्को रहेको छ नोनी। नोनीका चाहिँ के फाइदाहरू रहेका छन् भने स्मरण शक्ति बढाउँदछ, क्यान्सर हुने खतराबाट बचाउँदछ, तनावबाट मुक्त गराउँदछ, ट्युमरलाई गलाउँदछ, विषाणुहरू विरुद्ध सुरक्षा प्रदान गर्दछ, शरीरमा खानालाई अवशेष गर्न मद्दत गर्दछ। नोनीले के समस्याका लागि यो उपयोगी रहेको छ भने श्वास प्रश्वासको समस्या जस्तै दम, गठिया, बाथ, अड्किने, जोर्नीको दुखाइका उपयोगी हुनुका साथै मधुमेह, उच्च रक्तचाप, माइग्रेन, खाना नपच्ने, कब्जियत र गिजाको दुखाइ, अनियमित महिनावारी, सोरायसिस, छालाका रोग र बाँझोपन हुनेबाट यसले बचाउँदछ। उमेर ढल्दै गएपछि शरीरमा जेरोनाइन तत्त्वको मात्रा कम हुँदै जान्छ र फलस्वरूप थकान, ज्वरो र शिथिलता आउँछ र त्यो चाहिँ जेरोनाइनको अचुर मात्रामा नौनीमा पाउन सकिन्छ। यो नौनीको चाहिँ धेरै हाम्रो समस्याहरूलाई यसले समाधान गर्दछ। अर्को रहेछ एलोभेरा। एलोभेरा भनेको जरादेखि पातैसम्म पनि यो एउटा औषधिजन्य बिरुवा नै हो र एलोभेरा चाहिँ प्रजातिको बिरुवा हो। यसलाई चाहिँ घिउकुमारी पनि भनिन्छ र एलोभेरामा 20 भन्दा धेरै एमिनो एसिड हुन्छ। यो पाचन प्रणालीको लागि एक आदर्श उपहार र पूरक हो। जस्तै ग्यास्ट्रिकको समस्याहरू, विभिन्न ग्यासहरूको समस्याहरू छ भने चाहिँ एलोभेरा युज गर्न सकिन्छ। जस्तै कब्जियतको समस्या, ग्यासको समस्या, भोक नलाग्ने, खाना नपच्नु, अल्सर तथा कमजोर कलेजोलाई धेरै फाइदा गर्दछ। यो छाला रोगको एकदम लाभदायक हुन्छ। यो हाम्रो कपालमा आउने हरेक समस्याका लागि एकदम लाभदायक हुन्छ नौनी चाहिँ, एलोभेरा चाहिँ। अर्को रहेको छ अमला। अमला एउटा भिटामिन सी। हामी साथीहरू के छौँ भने हामी सिजनल भइसकेका छौँ। हामी सिजनमा पायो भने खाइहाल्छौँ, नभए खाने हाम्रो बानी हराइसकेको छ। तर दैनिक रूपमा उपभोग गर्न सकिन्छ अमला चाहिँ। दैनिक रूपमा उपभोग गरियो भने यो हामीलाई जहिले पनि भिटामिन सी चाहिन्छ र हामी दैनिक रूपमा खाँदैनौँ र यसलाई सदाबारका लागि चाहिँ एउटा यस्तो प्रोडक्ट ल्याएको छ कि एकदम सजिलो फर्ममा अमला प्रोडक्ट ल्याएको छ जुन चाहिँ भिटामिन सीको प्रचुर मात्रामा भिटामिन सीको प्रमुख स्रोत रहेको छ। अमलाले हाम्रो शरीरको रोग प्रतिरोध क्षमतालाई बढाएर बिरामी हुनबाट बचाउँदछ। यसको नियमित सेवनले कपाल झर्ने, टुट्ने समस्याको समाधान गर्छ र ठिक गर्छ र यसले कलेजोलाई बलियो बनाउँछ र शरीरलाई विषाणुलाई बाहिर निकाल्ने काम गर्छ। अर्को छ भेस्टिस क्लोस्ट्रम रहेको छ। यो क्लोस्ट्रम चाहिँ के गर्छ भने शारीरिक क्षमता बढाउने एवं शरीरलाई सुचारू रूपले चलाउने र प्रोटिनको एक बेजोड प्राकृतिक सन्तुलन हो जुन चाहिँ गाईले बच्चा जन्माएको 6 घण्टामा निकालिएको दुधबाट बनाएको हुन्छ, जसलाई बेगौती पनि भनिन्छ। यो गाईले बच्चा जन्माएको 6 घण्टाको बेगौती दुधबाट बनाइएको हुन्छ, जो चाहिँ यो पोषणयुक्त रहेको छ। शरीरको रोग प्रतिरोधक क्षमता बढाएर रोग लाग्नबाट बचाउँदछ र 5 भाइटल
भाइटल प्रोटिन र इनहाइड्रेटहरू हुन्छन्। 8 प्रकारका ग्रोथ फ्याक्टर र इन्सुलिन्स बढाउने कारक तत्त्व पनि हुन्छ र यसले हाम्रो नयाँ कोष तथा तन्तुको निर्माण र पुरानोलाई मर्मत गर्ने कार्य गर्दछ। छालालाई लचिलो बनाउँदछ र शरीरमा ऊर्जा प्रदान गर्दछ, जो चाहिँ हामीले यो बच्चाको लागि पनि, जस्तै आमाको दुध प्रशस्त नपाउँदाखेरि यो खान सक्छौँ र हामी सबैले यो सेवन गर्न सक्छौँ। अर्को रहेछ फ्ल्याक्स ओइल। अहिले हाम्रो विभिन्न खालको रोग प्रतिरोधन क्षमता घटेको कारणले गर्दाखेरि मुटुमा उक्त रक्तचाप हुने, मुटुका धमनीहरू ब्लक हुने, नसाहरू हुने समस्याहरू, च्यापिने समस्याहरू बढिरहेको छ। जसले चाहिँ यो फ्ल्याक्स ओइल भनेको शुद्ध आलसको तेलबाट निकालेको ओमेगा 3 र ओमेगा 6 को एक सर्वोत्तम तत्त्व हो। यो चाहिँ माछाको तेलभन्दा 50% धेरै पाइन्छ र पोषण विशेषज्ञका अनुसार हाम्रो स्वास्थ्यका लागि यो निकै नै महत्त्वपूर्ण रहेको छ। यसले मुटुका विभिन्न समस्याहरूलाई समाधान गर्दछ, क्यान्सरको जोखिमलाई पनि कम गर्दछ, मांसपेशीलाई सुगठित बनाउँदछ र दिमागलाई सक्रिय राख्न, महिलाहरूमा महिनावारी पूर्व हुने दुखाइबाट बचाउन पनि यसले सहयोग गर्दछ। अर्को रहेछ क्रिल आयल। जस्तै हाम्रो यो हेल्दी लिभिङ नेपालमा पाइने चाहिँ क्रिल आयल एउटा चाहिँ नन भेजिटेरियन प्रोडक्ट हो, जुन चाहिँ झिँगे माछाबाट बनेको हुन्छ। ओमेगा 3 र ओमेगा 6 प्रचुर मात्रामा पाइन्छ। त्यो पाइने भएको कारणले गर्दाखेरि यसले पनि हाम्रो फ्ल्याक्स ओइल र क्रिल आयलले एउटै काम गर्छ, मुटु सम्बन्धी, नसाहरू सम्बन्धी विभिन्न हाम्रो भित्री रोगहरूको निदान गर्ने काम गर्दछ। क्रिल आयलका फाइदाहरू चाहिँ के रहेका छन् भने, सुजन सम्बन्धी धेरै रोगहरूलाई ठिक गर्न सकिन्छ। यसले सेवनले तपाईँ आफ्नो कोलेस्ट्रोल लेभललाई नियन्त्रण गर्न सक्नुहुन्छ। महिलाहरूमा कमरको दुखाइ, पेटको दुखाइ, खुट्टाको दुखाइ कम हुन्छ र यसको दैनिक सेवनले सबै समस्याको समाधान गर्न सकिन्छ। जोर्नीहरूको दुखाइका लागि यो रामबाण उपाय हो। यसले दुखाइमा राहत मात्रै नभई छालालाई पनि स्मुथ बनाउँदछ। अर्को रहेको छ हाम्रो एलर्जी 9। एलर्जी 9 रहेको छ। एलर्जी 9 चाहिँ मुटु र धमनीलाई स्वस्थ राख्दछ। यसको निर्माण डाक्टर फ्रेडरिक मुरादले गर्नुभएको थियो र जसलाई सन् 1998 मा औषधि निर्माणका लागि संसारको सबैभन्दा ठुलो नोबेल पुरस्कार दिएको थियो। यसका फाइदाहरू चाहिँ के रहेका छन् भने, यसमा चाहिँ मुटुलाई स्वस्थ राख्नको लागि 5 सुपर इन्ग्रेडिएन्ट्स हुन्छ, जसको मुटु र धमनीलाई स्वस्थ राख्दछ र कोलेस्ट्रोल र ब्लड प्रेसरको लेभल निर्धारण गर्दछ। कोलेस्ट्रोल र ब्लड प्रेसरको लेभल निर्धारण गर्दछ, चाँडै बुढो हुनबाट रोक्छ, ब्लड सुगर लेभललाई सन्तुलित राख्नमा मद्दत गर्दछ। बिरामी भएपछि रिकभर गर्नका लागि यो प्रयोग गरिन्छ। यसका फाइदा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गरेर बिरामी हुनबाट बचाउँदछ र यो एक सर्वोत्तम एन्टिअक्सिडेन्ट हो, जसले फ्री रेडिकल्सबाट ब्लड प्रेसर फर्किन्छ र मुटुको धड्कनको सन्तुलन, छातीको दुखाइ आदिमा सहयोग गर्दछ। अर्को रहेको छ सताभरी मिक्स। यो जडीबुटीको रानी पनि भनिन्छ। यो हरेक महिला दिदीबहिनीको लागि बेस्टभन्दा बेस्ट र हरेक स्वस्थ महिला दिदीबहिनीहरूले पनि यो प्रयोग गर्न जरुरी छ। सताभरी हजारौं वर्षदेखि आयुर्वेदमा महिलाहरूको प्रजनन स्वास्थ्यको लागि प्रयोग हुने सर्वश्रेष्ठ टकिङको रूपमा रहँदै आएको र उत्तम औषधि हो। त्यसैले यसलाई जडीबुटीको रानी भनिन्छ र यसमा सताभरीको साथ अर्जुना र एस्टी मधुको मिश्रण छ, जसले महिलाको सम्पूर्ण स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यसका फाइदाहरू: यो भिटामिन KB1 E फोलिक एसिडको राम्रो स्रोत हो। साथै बोसो घटाउनका लागि पनि मद्दत गर्दछ। यसलाई गर्भावस्थामा पनि मद्दत गर्दछ। अवस्थामा र स्तनपान गराउनेले पनि प्रयोग गर्दछ र बढ्दो उमेरका लागि